ल भएन हेर्दैछ दादा खेलेको माया लाउँदिन खोला पानी मै माया लाउँदिन के भयो के गर्नु भएको वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ साथीहरू। अनि आज चाहिँ हाम्रो कति दसैँको तीन दिन कटेर पनि 4 दिन हो साथीहरू। भोलि पूर्णे हो अनि म चाहिँ अहिले रेडी सेडी गो भइसकेर चाहिँ जानु आँट्दैछु। सानो यहाँ आउनु त बेबी। अनि हामी चाहिँ कता जाँदैछौँ भन्दा मेरो छोरीले भन्नुहुन्छ हजुर कहाँ जानु आँट्नुभएको बेबी? हजुर कहाँ जानु आँट्नुभएको बेबी? अब हामी जानु आँटेको नि अझै ठिक परिसकेको छैन छोरी। अनि हामी ठिक पारेर जानु आँटेको गाइज है। हामी कहाँ जानु आँटेको अरे बेबी? अनि साथीहरू हाम्रो चाहिँ अब घरमा यो इस्त्री लगाएको नि चुनरी बेबी आउनु दिए छोरा। नमस्ते। अनि हजुरहरूले हाम्रो च्यानललाई लाइक यहाँ आउनु नि। अनि नजिकै माइत भएर पनि अब घरमा चाहिँ मेरो चाहिँ बिरामी हुनुहुन्छ नि त फुपू सासू। त्यही भएर चाहिँ म अलिक ढिलो गएँ। अनि उतातिर मम्मीहरू पनि अब टिकाहरू लगाउनुहुन्न। अनि टिकाहरू लगाउँदैनौँ नि त हामी त उतातिर चाहिँ हामी यता घरमा मात्रै लाउँछौँ। अनि साथीहरू मैले पनि यसपालि चाहिँ मैले लगाइनँ टिका, नानीहरूले मात्रै लगाएँ उसको बाजे बोजूहरूसँग। के चाहिँ खै कस्तो छ नि राम रिस। चप्पल लगाएको छैन है भन भने लागेर। ओइ नानी यता माहौल छैन साथीहरू। एक रिसाई मान्छे हेर न हेर नि फेरि चम्केको हैरान छ मलाई पनि। छोरा र छोरी अब कहाँ हिँडेको? ल उसलाई ढिलो भयो अरे मामालाई जानु ढिलो भइसक्यो गाइज। हामी चाहिँ हिँडेको अब पिङ खेलाउने भनेको मान्छे फेरि यत्तिकै भइहाल्यो नि। ल हामी चाहिँ हिँडेको मामा र घर नखेलौँ पानी आउँछ। साथीहरू हामी चाहिँ पिङमा आइसक्यौँ। मामा छोरी खेल्दैछ है। ल छोडिदेऊ नानी छोडिदेऊ ओ पिङ ये पिङ खेलो है। हाँस ल ऊ त डरायो हेर न। पानी आयो लु जाम ल भयो आरो खेल्ने दादाको पाली है। अब दादाको पाली है आरो दादाको पालो बो। उसलाई त डरै लाग्दैन ऊ त छोरा मान्छे हो नि त। गयो आमा अझै पो मचिन्दो रहेछ त। ल पिङ पनि खेल्यो गाइजहरू पिङ। ल भयो नानी आऊ हेर्दैछ दादा खेलेको। ल हामी चाहिँ अब हिँडेको पिङ सिङ खेलेर आऊ नानी लु जाउँ। रिगोडै लगाएको पिङ खेलेर तेरिका हो। लु हिँड भयो। लु बस्नु यहाँ बस्नु न बेबी। ल तिमी बस न बसेको। साथीहरू हामी चाहिँ माइत आइसक्यौँ। माइत यहाँ माइतमा हुनुहुन्छ। यहाँ मम्मी नानी खेलाउँदै हुनुहुन्छ। हाई भन्नु त। दसैँमा आएको हामी के खानु भएको? ल भन्दै बाहुन मान्छे हेप्पी दसैँ खुब दसैँको उपलक्ष्य कोसेली फेरि बाँकी नै छ उता छ बुहारी हतार गर्दैछ है साथीहरू। नानाले मार्छ भात पाकी छैन कि क्या
साथीहरू हामी चाहिँ माइततिर आइसकेर पनि यहाँनिर खाना खाइओरी यताउति गरिओरी पनि टक्क हामी बस्दैछौँ गाइस गफसफ गरेर टक्क। अनि आउनु बित्तिकै चाहिँ खाना खायौँ हामीले, खाना पकाइरहेको थियो बुहारीले, अनि खाना खायौँ। हजुर हजुर भाइ रोयो कि बहिनी? भाइ रोयो। ल आउनु, हामी चाहिँ यहाँ बसिरहेको छौँ। मासु पोलेर खाने, मासु पोलेर खाने। पिन्चुलामा मासु पोलेर खाने, सुँगुरको मासु। आहाई सुँगुरको मासु चाहिँ यसरी पोल्नुपर्ने हुन्छ है गाइजहरू। अनि आज पुरा पानी परिरहेको छ बिहानदेखि। अनि गाइज मैले चाहिँ भिडियो बनाउनु बिर्सेछु, सबै कुरा बिर्सिहाल्छु क्या। यहाँ साथीभाइ मम्मीहरू सबैजना भेटेपछि चाहिँ। अनि साँच्ची अघि त मैले त भिडियो पो गर्दै आएको थिएँ त भन्ने जस्तो लाग्यो। अनि त्यही भएर बाबाले बत्ती खोलिदिनु हुन्छ। म चाहिँ यहाँ चुलामा छु त गाइज, चुलामा मासु पोल्दै चाहिँ मासु। यो दसैँको सुँगुरको मासु चाहिँ पोलेर खानुको मजै बेग्लै छ क्या गाइजहरू। अनि टक्क हाम्रो बाबा चाहिँ धान धुन गर्दै हुनुहुन्छ यहाँनिर, यताउति गर्दै हुनुहुन्छ। अनि टक्क है यहाँ चाहिँ भोलिको लागि तयार हुँदैछ हाम्रो 3 पाने चिरिप्प। अब सुँगुरलाई चारो त दिनु पर्यो होइन साथीहरू, दसैँ भनेर हुँदैन। अब टक्कसँगले यसरी पोल्दैछु है गाइजहरू। पोल यसरी गाइज अनि क्या। अनि म चाहिँ भिडियो बनाउँदै थिएँ र पनि म बिर्सिजान्छु क्या यहाँनिर आएर। अनि म त लडेर पानीमा भिजेर यी लुगा छेरेर है हैरान गरिसक्यो यहाँनिर। एकदम पानी चाहिँ नेपालमा यति पर्दैछ असार साउनमा पर्नुपर्ने, अहिले कति अहिले के असोजतिर पर्छ। के गरेको मौसमले पनि साथ दिएको छैन हामीलाई त। घरि खानु पनि के गर्नु, हैरान छ साथीहरू। यस्तै छ जिन्दगीमा, जे भए पनि भोग्नु पर्ने रहेछ होइन त साथीहरू। के गर्नु, यस्तै छ। मासु पोल्दैछु अब। चिरिप्प छ खाना क्या, कन्काइदिने हो क्या गाइस, कन्काइदिने हो। अब चिरिप्प तान्ने हो सिकुडीसँग टक्कसँगले है साथीहरू। अनि गीत गाउने हो। खोला पारी मै माया लाउँदिन, खोला पारी मै माया लाउँदिन, बर्खा लागो दाइर नपाउँदिन, साइला दाइ आइया आका साइला दाइ। त्यसो हुनु है साथीहरू। मासु आमा मासु के भयो, मेरो मासु के भयो? पोलेर खाने हो यसरी सुँगुरको मासु। अब झर है जिन्दगीमा यस्तै छ गाउँघरको चालचलनहरू चाहिँ। अब टक्क जाने हो माथि लागेर अनि चितनसँग खाने हो, चितन टक्क मासुको त्यान्द्रोसँग, मासुको त्यान्द्रोसँग खाने हो गाइसहरू। पानीहरू पनि पानी परेको, कस्तो चाहिँ पानी परिरहेको छ त हाम्रो गाउँमा। मम्मी कहाँ हुनुहुन्छ? दोकानमा नि, दोकानमा। पुन्टेला बोक्नु भएको छ बाबाले। हामी पोलेको मासु छ हो। आऊ छिटो आऊ खानु। भुट्टा पनि निक्ल्यो। कुखुराको मासु पोको भुट्टा पनि भइसक्यो है गाइजहरू। हाम्रो चाहिँ बुहारीले चट्टा मिठो पकाउँदैछ हाम्रो घरमा। गीत पनि आउँदैन त हौ। मासु भए पनि यो दसैँको मासु चाहिँ बेसरी रुच्ने नै रहेछ गाइज। वाइन खाने हो अब।
कुखुराको यो चाहिँ लोकल कुखुराको हो बुहारीले बनाएको गाइस अनि यो चाहिँ सुँगुरको अनि यो चाहिँ वाइन खाइन्छ अब टक्क आफै भए पनि इन्जोय गर्नु पर्यो नि त होइन साथीहरू ल आफै इन्जोय गर्ने हो आफ्नो माइतमा ठिक छ ल गाइस यसरी बसेर खाइन्छ हामीलाई साथी चाहिँदैन फेरि हामी साथी चाहिँदैन हामी आफै खाने हो छिटाउनु साथीहरू मेरो चाहिँ साथीहरू आयो रेउती आइसकिसक्यो साथीहरू यहाँ गाइजहरू ल गाइजहरू हेर्नु होला कोलेको मासु खानुहुँदैछ उहाँहरू पनि पाकेको छ लु नकराउनु खानु हेलो हाई कहाँबाट आउनुभयो सुत्ती खाएर आयो सुत्ती केही गर्नु त जिन्दगीमा दुबान भइसक्यो अरे साथीहरू बुहारीको माइततिर गाइस हामी दसैँ मनाउँदैछौँ ह्याप्पी दसैँ गाइस वेलकम मेरो ब्लगमा खै हेरौँ त हो अनि अनुजाको ताइचुनको चिउरा ताइचुनको चिउरा सँगसँगै हाम्रो लोकल कुखुराको ब्रान्ड छ यहाँ चाहिँ हजुरहरू तिते अनि खाने मान्छे उहाँ अनि के माथि जस्तै गर्नुहुन्छ त्यो बोतल चाहिँ सक्कली हो कि नक्कली हो नक्कली रहेछ साथीहरू यो खाएको अरे नक्कली बोतल यहाँ रहेछ लुकाउने बोतल हो क्या ओए छोरो बधाई देवर भाउजू चाहिँ यहाँ पुरा जाँदैछ है गाइजहरू यो त पुरा एप्पल होइन यहाँनिर छैन ढुक्क भयो के गनायो साँच्चै ल जस्तो भए पनि अनि अब भएको बेहोरा देखाउनु पर्यो नि त यहाँ यता ओ साथी सेकेन्ड भाउजू सेकेन्ड भ्लगरको दाहिने हात हो भाउजू मेरो भ्लगमा स्वागत छ नमस्कार ठोकिदिनु हाम्रो भाउजूको दाजु यता हुनुहुन्छ खोइ बोतल चाहिँ दाजु अघिको बोतल दसैँ लागेर साथीहरू यता हैरान भइसक्यो हामीलाई त हेर्दा सब लुटो सबै लुटो क्या छोराछोरीको अनि के यस्तो मा पापिनी रहेछ हौ हेर्नु त दुइटा नानीहरूलाई खेदायो नै मान्छेले क्युट बोतल हो बिग मास्टर सानोवाला पनि आएछ नि त वाउ हजुर बेबी हजुर ल मोबाइल गाइजहरू हाम्रो चाहिँ यहाँनिर पुरा पार्टी चल्छ साथीहरू होइन पार्टी हो भिडियो मैले राम्रो चाहिँ भन्दै हेर्नु त जेठी भाउजू लु ह्याप्पी बर्थडे के हो ह्याप्पी बर्थडे एडभान्समा हो हजुर ल ह्याप्पी बर्थडे के गरेको साँच्ची अब एकछिन पक्नु न एकछिन ल ल
हिसाबहरू पनि दिँदैन हौ सबैजना थेट तरिका हो ल सरप्राइज भयो त गाइज सरप्राइज भयो त मलाई पनि थाहा थिएन है गाइज यो कुरा त मलाई पनि थाहा थिएन है गाइजहरू सरप्राइज भयो ए अँ ए अघि त्यहाँ देखेछ नि त देखेको थिएछ हो हो म देखेछ नि त ह्याप्पी ह्याप्पी आनु बेबी हामी पनि ह्याप्पी ह्याप्पी गऱ्यौँ नि यहाँ बस्नु लु है ह्याप्पी ह्याप्पी साथीहरू लु ह्याप्पी दसैँको अवसरमा ह्याप्पी ह्याप्पी आएको रहेछ भाउजूको पनि ल ल अर्कै बोले कहिले हौ बर्थडे चाहिँ भोलि थियो अब भइसक्यो ल सब टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर बुनुनु ह्याप्पी बर्थडे टु यु क्ल्याप ताली 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 ल ल सबैजनालाई धन्यवाद छैन नि हौ ह्याप्पी बर्थडे भाउजू ल ल ल ल ल ल ल ल दादा त्यस्तो खाँदैन लो 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 आफ्नो बेबको आफ्नो बेबहरूसँग यसो हुन्छ नि बेब ल ल आफ्नो बेबको खाइदिनु भयो दाजुले टक्कसँगले ल लु हुँदैछ हुँदैछ यहाँनिर पुरा मेरो बर्थडे त कस्तो स्पेशल लु ह्याप्पी बर्थडे सबैजनामा तिमी कति लक्की देख्यौ ह्याप्पी बर्थडे डियर भाउजू ह्याप्पी बर्थडे हजुरलाई एकछिन पक्नु न हौ लु ह्याप्पी बर्थडे ल ल भयो केटाकेटीहरू हेर धन्यवाद ह्याप्पी बर्थडे सरप्राइज भयो सबैजना सुने तर बुझिन क्या के भयो कस्तो नि ला बिचरा भाउजू के गर्नु भएको खुसी ल हजुर ला दसैँ थियो है बिचरा दसैँको खाँदा खाँदा ल बिचरा के गर्नु हौ लु लु नाच्नु है रुँदाखेरि चाहिँ रुको छ हौ सगुन ए साँच्चै रुकै हो क्या बिचरा कस्तो भयो नि कस्तो राम्रो भएछ त चेरीमा गरेर दिएको क्या मैले लु है साथीहरू लु सगुन दिनु न ल शुभ कार्य सकेपछि के गर्नुपर्ने हुन्छ सगुन खाने पर्ने हुन्छ ल रुवाबासी भयो गाइस छैन छैन कसम छैन कस्तो राम्रो छ कस्तो हाल्यो सगुन है गाइस ल सगुन ए ल ताली क्ल्याप 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 चाहिँ खोइ त हौ किन रिसाउनु हौ लौ अचम्म यहाँ के भइसक्यो गाइस लु के भयो भयो ल गिलासकै धन्दा छ गिलासकै धन्दा छ केटाकेटीलाई खानुकै धन्दा छ के आमामा कस्तो भागे नपर्ने जस्तो कुरा गर्नुहुन्छ हौ भाउजू
धन्यवाद चाहिँ दिनै पर्ने हुन्छ मौकामा होइन सबैजना भएको बेला भोलि त होला कि नहोला नि त हो कि नहुनु त होला सरप्राइजमा कति उहाँहरू ल ल ह्याप्पी बर्थडे ल खोइ मेरो ल ह्याप्पी बर्थडे आमामा मेरो चाहिँ पुन्थ्यो रहेछ यार ल ल ल ह्याप्पी बर्थडे बुनु भाउजू ल साथीहरू तन्काउन थाल्यौँ ल तन्काउन थाल्यौँ है गाइज अब एकछिन है गाइज अब हामी चाहिँ हिजो स्टार्ट गरेको भिडियो हिजो होइन अस्ति स्टार्ट गरेको आज चाहिँ क्लोज गर्छु हजुर आमामा चिया अब एकछिन ल अनि स्टार्ट गरेको अनि आज चाहिँ म अहिले चाहिँ इन्ड गर्छु अब म घर फर्किँदैछु यो चिया खाएर चाहिँ गाइजहरू आमामा हिमाल कति पहाड कस्तो मजाले देखेको हो हाम्रो यहाँदेखि नि सफा क्लियर भएछ हौ रातभरि पानी पऱ्यो गाइज रातभरि के गर्नु र अनि लुकाउनु चिया मागेको हेर्नु त हो सानो आमामा टिका लाग्यो हेर नि टिका लाग्यो हामी चाहिँ चिया खाँदैछौँ है साथीहरू हिजो रातिको भिडियोदेखि अहिले आएँ म भिडियो गर्नको निमित्त अनि टक्क भिडियो गर्नु चाहिँ बिर्सिहाल्दो रहेछु अनि घरिघरि सबैजना मिलेर हामी चिया खाँदैछौँ म साथीहरू मलाई फेरि त्यो तरिकाले फेरि बनाउनै आउँदैन क्या साथी अब यस्तै हो मजाले मिलाएर भिडियो बनाउन आउँदैन मलाई सब मिलाउन पनि जान्दिनँ म यस्तो गर्छु है सबैजना उठिसकेको छु यहाँ चाहिँ अब त्यही भएर चाहिँ म यो भिडियो इन गर्न आएको अहिले यतिन्जेलसम्म हेरिदिनु भएकोमा मलाई धेरै धेरै धन्यवाद हजुरहरूलाई अनि डु नट फर्गेट लाइक कमेन्ट सब्सक्राइब भन्दै चाहिँ बिदा चाहन्छु बाई बाई